गाइस सबैजनालाई मेरो नयाँ ब्लगमा स्वागत छ। आई होप सबैजना सन्चै राम्रै हुनुहुन्छ होला। म पनि सन्चै छु। मेरो भिडियो चाहिँ नयाँ म चाहिँ रिडी बजारको 3 मुखे फुलको भिडियो बनाएर हालिरहेको छु। सबैजनाले लाइक सब्स्क्राइब गरिदिनु होला, माया गरिदिनु होला। लगाइरहेको छ। यो चाहिँ हाम्रो 3 मुखे फुल रिडी बजार गाईहरू। रिडीको 3 मुखे पुल यही नै हो हैन। 3 मुखे पुल भन्छ यसलाई चाहिँ। यो स्याङ्जातिर, त्यो पाल्पातिर, त्यो रेडी गुल्मीतिर जाने पुललाई 3 मुखे पुल भनिएको हो। लाइटहरू पनि छ, हरियाली झलमल्ल। देख्न सक्नुहुन्छ गाइजहरू। यहाँ चाहिँ एउटा बाजे आउँदैछन्। बाजे यो चाहिँ गुल्मी भयो, यो चाहिँ पाल्पा, यो त स्याङ्जा यो चाहिँ पाल्पा। पाल्पा त उतो हो क्या। गाइज नेपालको राष्ट्रिय झन्डा होइन, फरफराएको छ, देख्न सक्नुहुन्छ। हेलो वेलकम। झन्डा फरफराइरहेको छ गाइजहरू। एकदम हावा लागिरहेको छ होइन, रमाइलो छ भनौँ। हेलो होइन रेडी। त्यही नै हो गाइजहरू। सबैजनाले फोटा खिच्नु नि हौ। आएपछि फोटो खिच्नु नि होला। खोपा छ गाँठी के रहेछ लगाइहरू। यो चाहिँ ध्यान बस्ने ठाउँ है। यहाँ चाहिँ आगो फुक्दो रहेछन् क्या। ल हिँड्नु कि सर पछि हाल्न पनि मिल्छ क्या मेरो त भोइस। अब भ्लग बनाउनु पाइन्न। यो पहिला उसो के गुम्बा टोइलेट त्यहाँ छ त। त्यो टोइलेट त जान्यो अन्त छैन नि फेरि। यहाँ त मन्दिर सकेर कहाँ गर्छ हौ। रतन कार्की जस्तो फेमस हुनु पर्यो क्या अब।
बेसरम हुनुपर्छ युट्युबमा बेसरमै हुनुपर्छ कि त्यो पनि म कुन दिन हुने बेला यो चाहिँ मन्दिर कम डेटिङ बस्ने ठाउँ हो त्यो અહીં गयो कि त त्यही डेटिङ बसेरै गयो कि यहाँ त सिन्दुर पनि हाल्छ नि डेटिङ केटीहरू त्यो मैले हेर्न पाएको छैन कि त्यहाँ के रहेछ र म बहुतचोटि आएँ यहाँ आउनु के थाल्नु खोइन्छ ऊ त भित्र के केटाहरू खालि केटी लिएर त्यहीँ जान्छन् कि मन्दिर छ त्यही घन्टी यो चाहिँ गुम्बा हो कि अघि हो यहाँ बिहा सिया हुँदो रहेछ गाइजहरू डर लाग्दो ठाउँ देख्न सक्नुहुन्छ केटी सुताउनु रहेछन् केटी सुताउनु रहेछन् भन्नु देख्न सक्नुहुन्छ लुङ्गी ढुङ्गाले एकदम मैले त पारि गणेश भगवान्लाई चढाइदिनु लाग्थेँ कि पैसै थिएन यार 5 रुपियाँ त थियो होला एकदम बस्छन् कि यहाँ केटी लिएर थाहा भइसक्यो अनि किन नबस्छन् मन्दिर आएर यस्तो खास भगवान्ले चाहिँ दिएको चिज गर्ने चाहिँ भयो ठुल्ठुला मूर्ति भगवान् मन्दिरमा हुन्छ नि सेक्सहरूको बारेमा यता त्यता गाइजहरू जिन्दगी यस्तै हो मेरो जिन्दगी पनि त्यस्तै छ गाइजहरू यसो बारिदिनु पर्यो हनुमान मन्दिर यो चाहिँ कति दामी थियो पाहुना ल्याएर भात खाएछ मिठाई पनि यहाँ चाहिँ के भन्छ अरे ठाउँको नाम रातो माटा भन्छ क्या नि यो चाहिँ आँपको बुटो होला यहाँ चाहिँ गेट थियो पहिला यो जहीँ त्यहीँ किन राख्छन् शिवजी होइन शिवजी यस्तो जुङ्गा सेतका हुन्छन् र तर नयाँ जमाना खतरा थियो कि यो मन्दिर यार जोगिनु कि के कसले हुने कामै हो त यो राम्रो हो त कहाँ नहुने भन्नुहुन्छ दाइले फेरि उहाँ पनि छ टोइलेट जाने भए कहाँ गराउँछ भन्छ राम्रै छ जुम गर्दाखेरि त्यस्तै त आउँछ स्याट गरेर हुन्छ जुम हुन्छ हुन्छ यस्तो तपाईँलाई पनि मैले नमरेर धपाउँछु त्यो त राम्रै हो जाने हो टोइलेट खै आउनु होला
पेन्टिङ सेन्टिङ गरेको भए राम्रो हुन्थ्यो यार। त्यही काम भयो गाइजहरू। यही नै हो गाइजहरू, यो चाहिँ रातामाटाको दृश्य देख्न सक्नुहुन्छ। के रहेछ? नयाँ रहेछ, नयाँ रहेछ। यो त नयाँ बनाएर रहेछ नि के त? मैले पिउँदैन, मैले पिउँदिनँ त्यसै। तपाईँहरूलाई म अलि माथि गएर देखाउने छु दृश्य। चाहिँ रमाइलो हो। यो चाहिँ पिपलको बुट गाइजहरू। यो चाहिँ माथिबाट जाने गेट। सङ्क्रान्ति मेलैमा आफै मोबाइल स्विच अफ भएछ त यार मेरो। यही नै हो गाइजहरू, यो चाहिँ रातामाटाको दृश्य है गाइजहरू। केरा गुङबारी गहुँ रोपेर हरियाली छ यार यताबाट यार। घरहरू पनि टक्क छ। बस्न त यता ठिक छ क्या यार, शान्त जग्गा होइन। केरा धेरै रहेछन्, घरहरू पनि रहेछ।